हेलो एभ्रिवान, नमस्ते। हजुरहरू चाहिँ अहिले ढेउवा अफिसियल च्यानलमा हुनुहुन्छ है। अनि म चाहिँ यो ढेउवा च्यानलको एडमिन। र यदि हजुरहरू चाहिँ सेयर सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। कुनै पनि इन्फर्मेसन आउने बित्तिकै हजुरमा नोटिफिकेसन पनि अन गरेर राख्नु होला, जसले गर्दा नोटिफिकेसन जान्छ र हजुरहरूले त्यो इन्फर्मेसन र अपडेट चाहिँ छिटो हेर्न सक्नुहुन्छ। र यदि हजुरहरू सेयर लगानीमा इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि हाम्रो च्यानललाई सब्सक्राइब गरेर जानु होला है। हजुरहरूलाई धेरै नै फाइदा हुनेछ। अब भर्खरै आएको नेप्सेको नोटिस अनुसार चाहिँ कालिङ्गा हाइड्रो पावर लिमिटेडको आइपिओ यही जेठ 8 गतेदेखि 13 गतेसम्म बिक्री खुल्ला गरिँदैछ है। अब कालिङ्गा हाइड्रो पावर लिमिटेड कम्पनी चाहिँ कहाँ छ भन्दाखेरि काठमाडौँमा छ है। यसको नम्बर अफ सेयर चाहिँ कति इस्यु हुन्छ भन्दाखेरि चाहिँ 28,70,000 सेयर चाहिँ निष्कासन हुन गइरहेको छ है। अनि त्यसपछि इस्यु प्राइस कति छ भन्दाखेरि 100 रुपियाँ पर किता, यानि कि तपाईँ 1000 रुपियाँमा 10 किता भर्न सक्नुहुन्छ। त्योभन्दा माथि पनि भर्न सक्नुहुन्छ। र मिनिमम चाहिँ 100 किता पर किता 100 हो भनेपछि त्यो 10 किता भर्न, मिनिमम 10 किता भर्न सक्नुहुन्छ। अब सेक्टर भनेको अभियसली हाइड्रो पावर हुने भइ नै हाल्यो। र यो कम्पनीले चाहिँ यसलाई कुन चाहिँ क्यापिटललाई इस्यु म्यानेजर गरेको दिएको छ भने चाहिँ सानिमा क्यापिटललाई है। कालिङ्गा हाइड्रो पावर लिमिटेडको आइपिओ जेठ गतेदेखि 13 गतेसम्म बिक्री खुल्ला हुँदैछ। त्यसैले सबैजना आफ्नो एकाउन्टमा चाहिँ मिनिमम 1000 रुपियाँ चाहिँ मेन्टेन गरेर राख्नु होला है। र यदि हजुरहरूको सिएस वा चार्ज पनि काट्ने छ है, त्यसले गर्दा 5 रुपियाँ एक्स्ट्रा राख्नु होला, जसले गर्दा तपाईँहरूलाई एकदमै हेल्प हुनेछ। र यदि यो भिडियो इन्फर्मेटिभ लागेमा च्यानललाई सब्सक्राइब गरेर जानु होला, भिडियोलाई एउटा लाइक ठोकेर जानु होला। धन्यवाद।